गल्यो गलेको अवस्था के पो भन्यो हेमु यही देखाउनलाई चाहिँ म यहाँसम्म ल साथीहरू यति हो साह्रै गर्छ नि त त्यो यो चाहिँ हेर्नु न भाइले राखेको के राखेको खम न everyone welcome back to my another video आज तपाईहरु सबैजना सन्चै आरामै हुनुहुन्छ होला म पनि एकदमै सन्चै छु अनि ल सबैजनाले हेलो भन हेलो अनि साथीहरु आज चाहिँ हामी कहाँ जान्छौँ भने कहिले नगएको ठाउँ जाँदैछौँ आज चाहिँ तर त्यस्तो के छैन तर पनि हामी चाहिँ त्यहाँनिर गएर चाहिँ भिडियो बनाउनु पहिल्यैदेखि मन परिरहेको थियो क्या साथीहरु अनि त्यही भएर चाहिँ आज चाहिँ त्यही भएर जाँदै गरेको अनि चाहिँ हेर्दै गर्नु होला के चाहिँ त्यहाँ त्यस्तो के छैन नाम चाहिँ ठुलो ढुङ्गा हो है ठुलो ढुङ्गा थियो नि त अनि अहिले चाहिँ त्यहाँनिर यता माथि रोडदेखि तल यस्तो गरेर सिधा मजाले बनाइदिएको छ र त्यहाँ चाहिँ चढ्नु सजिलो हुन्छ पहिला चाहिँ एकदम चढ्नु गाह्रो हुन्थ्यो क्या अनि त्यही भएर हामी चाहिँ जान आँटेको अनि आज चाहिँ भाइको पनि बिदा छ अनि त्यहाँबाट भाइलाई पनि लगेको अनि यसको चाहिँ अनि यसको चाहिँ खासै चाहिँ आज चाहिँ अध्ययन बिदा हो भोलि यसको एक्जाम हो तर अहिले यहाँनिर एक्लै राखी छोड्यो भने डुलेर जान्छ नि त साथीहरू त्यही भएर मैले चाहिँ एकछिन लगेको यसलाई अनि बिहानभर पढिहाल्यो होइन अनि हामी त के रे गाई छ अरे बिहान मैले पढेँ भने राम्रै बोल्नुपर्छ त सबै त आएको छैन नि के सबै आउँछ अनि साथीहरू भिडियो चाहिँ म थोरै बनाउँछु एकदम धेरै लामो हुन्छ क्या भिडियो अलिअलि खै चाहिने भन्दा बेसी बोलेर हो कि खै त्यस्तो केही त हुँदैन तर पनि होइन बनाउँदै जाँदा आफै त्यत्रो हुन्छ त के दोष हाम्रो हेर्दै गर्नु होला साथीहरू अनि दिनभरिको छ त है अन्त अनि बाटो चाहिँ यताबाट जान्छ यही माथि हो क्या साथीहरू यो रुखले छेलेको छ क्या अनि त्यहाँनिर मन्दिर पनि छ सानो म कति कालो देखेको त्यो त्यो धेरै घाम आउँदाखेरि त पुरा अन्त कहाँ रातो है के म रातो आउने क्या यता त फेरि ठिकै छ कुन्टुलाई यता अगाडि देखायो भने त म लडिन्छ है नानी यही माथि हो साथीहरू अब हामी चाहिँ पुगिहाल्छौँ एकैछिनमा अनि त्यहाँ माथिबाट चाहिँ तपाईँहरूलाई देखाउँछु ताप्लेजुङ कस्तो छ भनेर थोरै भए पनि होइन होल देखिन्छ क्या खेमु अहिले त त्यस्तो छैन नि त र त खै सनस्क्रिन मेरो भाइले त सनस्क्रिन धेरै लगाएर नि साथीहरू गलेको अवस्था कत्रो स्कुल छ यो यस्तै छ त तल पनि एउटाले नै थियो म तरकारी पुग्ने क्या 6-7 जनालाई भयो भने 10-2 किलो त्यस्तै हाराहारी नि क्या एउटै हो यसमा खैलु फेरि भन्ने त ल मिलायो पो त अरू पनि आउँछ कि त्यस्तै हो यहाँ हलुई हेर्नु न यति धेरै रहेछ पाकिरहेछ बोटमा यहाँ मलडेरो पनि फाल्छ नि के हो उसको नाम त्यस्तै है प्राय त हामी चाहिँ पुग्नु आँट्यौँ है लगभग साथीहरू यहीँ माथि हो तर म चाहिँ यसरी भिडियो रेकर्ड गर्दाखेरि अब यस्तो उकालो अलि हिँड्दाखेरि सास बढ्छ क्या पुरै मट्टी छु नि त त्यही भएर भिडियो लाग्यो म यहाँ त बन्द गरेको रहेछ नि अब अनि उयोदेखि त पर घुम्दा मात्र नि कता देखिन्छ रहेछ भिडियोमा यस्तै यो नै यस्तै हो नि सिस्नु हेर खेम लाखे झ्यामले
मेघना यो साह्रै चकचक गर्छ साथीहरू यहाँ चाहिँ मन्दिर पनि छ तर म अलिक यताबाट बनाउँछु ल किनभने अब हामीले चाहिँ खाना खाएर आएको अनि यहाँ चाहिँ मन्दिर छ अनि यहाँ माथि हो क्या उताबाट चढ्नुपर्छ अनि यसरी भित्र छ क्या बाटोको हालत त अहिले यस्तो छ साथीहरू पहिला चाहिँ यताबाट घर चढ्नु पर्थ्यो तर अहिले चाहिँ सम्म बनाएर राम्रो छ के पो भन्यो खेमु 20 मिनटको हाम्रो यात्रा त्यो पनि यस्तो टप माउन्टेनमा को चढ्नु सक्छ साँच्चै नै पहिला त नि खेमु कति डर लाग्छ कि मुनिबाट चढ्नु पर्ने नि यसरी ढुङ्गा यसरी समात्दै नि अनि कति आउँथ्यो अहिले चाहिँ अब झन् यो भएर चाहिँ अझ यहाँनिर कति कपल्सहरू पनि पाउँथे यहाँनिर किन अनि यतिकै यही त भिड के भन्नु ल साथीहरू हामी चाहिँ यहाँनिर पुगिसक्यो यस्तो छ सबै देखिँदो रहेछ यही देखाउनलाई चाहिँ म यहाँसम्म आएको कस्तो लाग्यो मैले ल्याएको ठाउँ तिमीलाई कस्तो लाग्यो राम्रै मात्र कि कतिको भन्दा चाहिँ राम्रो लाग्यो मलाई है सबै देखिन्छ मतलब अब यो बिहिबारे अनि जस भन्नु न पुरा लिङखिम देखिने ओ त्यो लिङखिमको देखि उताको पहाडी के हो तिनीहरू यो सबै गाउँहरू पनि देखिन्छ त नि सबै हैन आफ्नो गाउँ चिन्नु होला आफ्नो गाउँ चिन्नु होला यो भिडियोमा हेरेर कतिबाट मन्दिरदेखि हुँदै सट्ट ल्याएर मैले तपाईँहरू सबैलाई एकचोटि देखेँ तपाईँको मनबाटै पुग्नुहुन्छ तपाईँ होइन यो भिडियो हेर्नु भने हेर्नु न मान्छेहरू टन्नै आयो क्या अनि हामीले चाहिँ सोचेको थियौँ हामीले चाहिँ लुङ्गी लाएर नाच्ने छमछमी होइन भनेर पनि आएको होइन अनि के भन्छ यहाँनिर उसको फोटो पनि राम्रो निकाल्दिनँ अरे मैले अनि त्यही भएर चिसाइरहेको छ अनि अब चाहिँ हामी चाहिँ टिकटकहरू बनाउँछौँ ल हेर्दै गर्नु होला साह्रै गर्छ नि त त्यो यो चाहिँ हेर्नु न भाइले राखेको के राखेको अब खाऊँ न
साथीहरू हामीले चाहिँ फाइनली खाइसक्यौँ होइन कस्तो लाग्यो मिठो भयो एउटा चाहिँ यहाँनिर खाँदैछ अझै छ्या नानी जाएर हातमा छ अघि के समातेर कति अटेरी फेरि भन्दैछु चाटेको हेर्नु न यहाँ मान्छे धेरै छन् क्या टन्नै छन् अनि फेरि म्युजिक पनि बजिरहेछ अब यता यो ठाउँमा आएर म्युजिक नबजाइदिनु न भन्नु पनि नमिल्ने होइन लास्टै पिरो भयो म फोटो अलिअलि क्लिक गरौँ भन्छु नि ल कुनको भएको यो बोक्ने कतिमा किने हो के चाहिँ ल साथीहरू यति हो आजको हाम्रो भिडियो चाहिँ याखेमु चाहिँ तन्किँदैछन् अनि यो ठुलढुङ्गाको विशेषता चाहिँ के छ भने म भन्छु भन तिमी एक्सप्लेन अनि अब त अलिक थाहा पायो होला नि त यसो उयो गरेर यहाँदेखि चाहिँ के भने चाहिँ सबै ठाउँ देखिन्छ है मजाले नजारा देख्न पाउँछ एकदम यही हो ठुलढुङ्गाको विशेषता चाहिँ यही हो एकदम शान्त वातावरण मान्छे थिएन भने यता मैले चाहिँ अब यस्तो ठाउँ छ नि त साथीहरू यहाँबाट चाहिँ लड्यो भने चाहिँ सिधै पुगिन्छ खेमो चाहिँ पुरा अब बडी यो यस्तरी ढल्काएर हिँड्छ क्या फेरि अनि प्राय हामी चाहिँ हिँड्दै गर्दाखेरि साह्रै लड्छ क्या ऊ चाहिँ अनि त्यही भएर मलाई यस्तो ठाउँमा चाहिँ अलिक डर लाग्छ अनि यहाँ फेरि सानो भाइ पनि छ ल अब यति नै हो है साथीहरू यस्तै छ साथीहरू हाम्रो आजको भ्लग चाहिँ यति नै हुन्छ अब हामी चाहिँ है यति भन्दै बाई 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 फुन्डु बाई यहाँ फुन्डु बाई बाई